नमस्कार। आजको यो समय अलि चुनौतीपूर्ण छ, हैन? यस्तो बेलामा सहकारी संस्थाहरूलाई आफ्नो स्वास्थ्य कस्तो छ भनेर जाँच्नको लागि एउटा एकदमै सरल अनि त्यो पनि निःशुल्क माध्यमको बारेमा कुरा गरौँ न है। राष्ट्रिय सहकारी बैंकले ल्याएको यो बेसिक स्तरीकरण कार्यक्रम, यसको अनलाइन पोर्टलले संस्थाहरूलाई साँच्चै बलियो बनाउन कसरी मद्दत गर्छ त? ल, आउनुहोस् यसलाई अलि विस्तृतमा हेरौँ। ल, आफैलाई एउटा प्रश्न सोधौं त, हाम्रो सहकारी संस्था कतिको बलियो छ? अहिलेको यो अनिश्चित वातावरणमा सायद यो प्रश्न जति महत्त्वपूर्ण पहिले कहिल्यै थिएन। हेर्नुहोस्, वित्तीय गुणस्तर, आन्तरिक नियन्त्रण, यी सबै कुरालाई बलियो बनाउने जिम्मा हामी सबैको हो। र खुशीको कुरा के हो भने आज हामी जुन कार्यक्रमको बारेमा कुरा गर्दैछौं नि, हो त्यसले यही प्रश्नको एकदमै व्यावहारिक उत्तर खोज्न सघाउँछ। ठिक छ, आज हामी के कुरामा केन्द्रित हुन्छौं त? पहिले त सहकारीका आजका चुनौतीहरू के छन् त्यो हेर्छौं। त्यसपछि यो बेसिक कार्यक्रम के हो भनेर बुझ्छौं। अनि सबैभन्दा महत्त्वपूर्ण, यसमा कसरी सहभागी हुने, फाइदाहरू के छन् र अन्त्यमा यसबाट अगाडि बढ्ने बाटो के छ, यी सबै कुराहरूलाई हामी एक एक गरेर हेर्नेछौं। ल, पहिलो विषयबाटै सुरु गरौँ, आजका चुनौतीहरू। अब हेर्नुहोस्, सहकारी ऐन 2074 होस् वा अरू नियामक निकायका निर्देशनहरू, यिनीहरूको पालना गर्नु भनेको गरे पनि हुन्छ नगरे पनि हुन्छ भन्ने कुरा अब रहेन। यो त अनिवार्य भइसक्यो। तर प्रश्न के आउँछ भने यतिका धेरै नियमहरू छन्, ती सबै पालना भए कि भएनन् भनेर कसरी थाहा पाउने? हो, यहीँनेर बेसिक कार्यक्रमले एउटा स्पष्ट बाटो देखाइदिन्छ जसले यो सबै प्रक्रियालाई सजिलो बनाउँछ। त्यसो भए आखिर के हो त यो बेसिक कार्यक्रम? एउटा कुरा प्रश्न पारौं है, यो बाहिरबाट कसैले आएर गर्ने अडिट वा जाँचबुझ जस्तो होइन। यो त संस्थाले आफैलाई मूल्याङ्कन गर्ने एउटा औजार हो, एउटा टुलकिट हो। यसले के गर्छ भने तपाईको वित्तीय र गैर वित्तीय दुवै विवरणहरूलाई विश्लेषण गर्छ र संस्थाको वास्तविक अवस्था के रहेछ भनेर देखाइदिन्छ। अनि त्यति मात्रै होइन, कहाँ सुधार गर्न सकिन्छ भनेर व्यावहारिक सुझावहरू पनि दिन्छ। अझ सरल भाषामा भन्नुपर्दा यो कार्यक्रम एउटा ऐना जस्तै हो, ऐना जसले कुनै भेदभाव नगरी जे छ त्यही देखाइदिन्छ। तपाईको संस्थाको राम्रो पक्ष के छ त्यो पनि देखाउँछ, अनि कहाँ चाहिँ अलि सुधार गर्नुपर्ने देखिन्छ त्यो पनि छर्लङ्ग पारिदिन्छ। यसले के फाइदा भयो त भन्दा व्यवस्थापनले अन्दाजको भरमा होइन, तथ्यको आधारमा सही निर्णय लिन सक्छ। ल, अब यो कार्यक्रमको अलि भित्री कुरा बुझौं। यो त्यत्तिकै बनेको होइन, यो सहकारी ऐन 2074 र नियमावली 2075 लाई आधार मानेर बनाइएको हो। त्यसैले यसले गर्ने मूल्याङ्कन एकदमै भरपर्दो हुन्छ। यसको मुख्य लक्ष्य के हो भने संस्थाहरूले कम्तीमा पनि पूरा गर्नै पर्ने कानूनी मापदण्ड र प्रक्रियाहरू पूरा गरेका छन् कि छैनन् भनेर हेर्ने र त्यसका लागि मद्दत गर्ने हो। किन? ताकि जोखिम कम भन्दा कम होस्। अनि यहाँ एउटा एकदमै महत्त्वपूर्ण कुरा छ, यो कार्यक्रमले सबै सहकारीलाई एउटै डालोमा हालेर हेर्दैन। बचत तथा ऋण सहकारीको लागि स्वाभाविक रूपमा पैसाको कारोबार धेरै हुन्छ, त्यसैले वित्तीय सूचकलाई बढी महत्त्व दिएको छ, 60%। तर अरू प्रकृतिका सहकारीहरू छन् नि, उनीहरूको लागि चाहिँ सुशासन जस्ता गैर वित्तीय सूचकलाई बढी महत्त्व दिएको छ, त्यो पनि 60%। यसले के गर्यो त भन्दा हरेक संस्थाको प्रकृति अनुसार निष्पक्ष मूल्याङ्कन हुने भयो। ल, अहिलेसम्म हामीले यो कार्यक्रम के हो, किन महत्त्वपूर्ण छ भन्ने कुरा त बुझ्यौं। अब आउँछ सबैभन्दा मुख्य कुरा, यसमा सहभागी चाहिँ कसरी हुने त? र तपाईहरुलाई खुशी लाग्ला, यो प्रक्रिया एकदमै सरल र सजिलो बनाइएको छ। जम्मा 3वटा सजिलो स्टेपमा यो काम सकिन्छ। ल, ध्यान दिएर सुन्नुस् है। स्टेप 1, राष्ट्रिय सहकारी बैंकको वेबसाइटमा जानुहोस्। ठेगाना हो www.ncbl.gov। स्टेप 2, वेबसाइटमा पुगेपछि सहकारी स्तरीकरण कार्यक्रम भन्ने लिङ्क खोज्नुहोस् र त्यहाँ क्लिक गरेर आफ्नो संस्थाको दर्ता गर्नुहोस्। याद राख्नुहोस्, यो दर्ता गर्न कुनै पनि शुल्क लाग्दैन, यो पूर्ण रूपमा निःशुल्क छ। अनि अन्तिम स्टेप 3, सिस्टमले मागे अनुसार आफ्नो संस्थाको वित्तीय र गैर वित्तीय विवरणहरू एक एक गर्दै भर्दै जानुहोस्। बस यति हो। अनि यसको सबैभन्दा राम्रो पक्ष के हो थाहा छ? तपाईले विवरणहरू भर्न सक्ने बित्तिकै सिस्टमले तुरन्तै स्वचालित रूपमा एउटा विस्तृत रिपोर्ट तयार पारिदिन्छ, पर्खिनु नै परेन। त्यो रिपोर्टमा तपाईको संस्थाको राम्रो पक्ष के छ, कहाँ सुधार गर्नुपर्छ र अब तुरुन्तै के गर्न सकिन्छ भनेर स्पष्ट सुझावहरू हुन्छन्। मतलब रिपोर्ट हातमा पर्ने बित्तिकै कार्ययोजना बनाउन सुरु गर्न सक्यो। ठीक छ, प्रक्रिया त बुझ्यो।
तर अब अर्को प्रश्न मनमा आउँछ, ल यति दुःख गरेर यो सबै विवरण भरेर आखिर फाइदा चाहिँ के हुन्छ त? हो, अब हामी यही विषयमा कुरा गर्नेछौँ। यो कार्यक्रमले संस्थालाई के कस्ता प्रत्यक्ष फाइदाहरू पुर्याउँछ त्यो हेरौँ। यसका फाइदाहरू धेरै छन्। पहिलो त यसले तपाईलाई कानूनी झमेलाबाट बचाउँछ, नियम कानून पालना भएको छ भनेर सुनिश्चित गर्छ। दोस्रो, तपाईको संस्थाको वित्तीय स्वास्थ्यको साँचो रिपोर्ट कार्ड दिन्छ। तेस्रो, भविष्यमा आउन सक्ने ठूला ठूला जोखिमहरूलाई सुरुमै यहाँ खतरा छ है भनेर देखाइदिन्छ। चौथो, बनाएका नीतिहरू कागजमा मात्रै सीमित छन् कि साँच्चै लागू भएका छन् भनेर जाँच्छ। र यी सबैभन्दा महत्त्वपूर्ण कुरा पाँचौं, जब संस्था पारदर्शी हुन्छ तब सदस्यहरूको विश्वास स्वतः बढ्छ र विश्वासभन्दा ठूलो पुँजी केही हुँदैन, होइन त? हो, यही कुरालाई हाम्रो पुरानो भनाइले कति राम्रोसँग भन्छ, रोकथाम नै उपचारभन्दा उत्तम हो। बेसिक कार्यक्रमले ठ्याक्कै यही काम गर्छ। संस्थामा समस्या आएर डुब्न लागिसकेपछि समाधान खोज्दै दौडिनुभन्दा समस्या आउन सक्ने सम्भावनालाई नै पहिले देखाइदिन्छ। यो त एक किसिमको अग्रिम सावधानी हो जसले संस्थालाई ठूलो दुर्घटनाबाट जोगाउँछ। ल, मानिलिउँ तपाईले बेसिक कार्यक्रम सफलतापूर्वक पूरा गर्नुभयो। अब के त यात्रा यही सकियो? सकिएन। अब हामी अन्तिम खण्डमा छौं, जहाँ हामी संस्थाको लागि दीर्घकालीन विकासको बाटो अर्थात् अर्को चरण के हो भन्ने बारेमा कुरा गर्नेछौं। यो एउटा प्रगतिको यात्रा हो, एउटा बाटो हो। जब तपाईको संस्थाले बेसिक कार्यक्रममा कम्तीमा सी ग्रेड ल्याउँछ, तब ऊ अर्को अझ उन्नत चरणको लागि योग्य हुन्छ। त्यो हो प्रोटेक्ट कार्यक्रम। यसलाई यसरी बुझौं, बेसिक भनेको घरको बलियो जग हो भने प्रोटेक्ट भनेको त्यो जगमाथि बन्ने बलियो संरचना हो, जसले संस्थालाई पूरै रूपान्तरण गरेर नयाँ उचाइमा पुर्याउँछ। त्यसो भए आजको कुराकानीबाट हामीले लिनुपर्ने मुख्य 3 कुरा के हुन् त? पहिलो, यो बेसिक कार्यक्रममा सहभागी हुन कुनै पनि शुल्क लाग्दैन, यो निःशुल्क हो। दोस्रो, तपाईले आफ्नो संस्थाको लागि विशेष रूपमा तयार पारिएको रिपोर्ट र सुधारका लागि स्पष्ट सुझावहरू पाउनुहुन्छ। र तेस्रो, यसले तपाईको संस्थालाई अझ राम्रो बनाउनको लागि एउटा स्पष्ट बाटो, एउटा रोडम्याप देखाउँछ। र अन्त्यमा फेरि त्यही एउटा प्रश्नमा फर्क्यौं, यदि हामी साँच्चै आफ्नो संस्थालाई दिगो, बलियो र सदस्यहरूले विश्वास गर्ने खालको बनाउन चाहन्छौं भने के आजै त्यो ऐना अगाडि उभिएर आफ्नो वास्तविक अवस्था हेर्ने आँट गर्ने बेला आएन र? बेसिक कार्यक्रम नै त्यो ऐना हो। त्यसैले आउनुहोस् आजै यसमा सहभागी बनौं र आफ्नो संस्थालाई अझै बलियो बनाउने यात्रा सुरु गरौं। धन्यवाद।